गाइज वेलकम टु माई युट्युब च्यानल। गाइज यिनी चाहिँ मेरो नानु हुन्। नमस्ते। भर्खर बेङ्गलोरबाट आएकी हुन्। मलाई चाहिँ अलिक सम्झो छैन गाइज, यस्तो पुरा हाम्रो त कस्तो बिमारी भएको छु पुरै। गाइज म आज हजुरलाई चटपटको रेसिपी पनि देखाइदिन्छु। यिनले चटपट बनाउँछिन् अनि फोटो खिच्ने अरे। गाइज यता हेर्न सक्नुहुन्छ चटपट बनाइरहेको छिन्। चटपट प्याज काटेको यहाँ मेरो छोरी यता हेर्नुहोस्, मेरो छोरीको पारा यता आइज यता आइज। मेरो छोरीले चटपट बनाउन दिनु छिन्। मैले हजुरहरूलाई चटपटको रेसिपी देखाउँछु ल। गाइज यता हेर्न सक्नुहुन्छ चटपटको रेसिपी। हजुरहरूलाई मन पर्यो भने यस्तै गरी बनाउनु होला चटपट। यता हेर्नु चटपटको रेसिपी बनाउने मान्छे चाहिँ हाई भन्नु। हाई सबैलाई नमस्ते। नमस्ते भन्नु। यता हेर्नु सक्नुहुन्छ चटपटको रेसिपी। मास्टर चटपटको बनाउने मास्टर हुन्। मास्टर होइन कुकिङ आउनु होला, यिनले सबैले खुवाइदिन्छन्। यता हेर्न सक्नुहुन्छ अब चाउचाउ हालिन्। अब चाउचाउको त्यो खुर्सानी हालिन्। तपाईँहरू पनि यस्तै गरी बनाउनु होला गाइस चटपट। फाइनल लुक पनि देखाइदिन्छु हजुरहरूलाई चटपट कस्तो भयो। यता चटपट मास्टर नि यता यो मेरो छोरी यो भुजा खान छिन्। रियान्सी खाना पनि खान छिन्। यता हेर्नु खुर्सानी हालिन्। मसला डिब्बा यता छ गाइस। रुम मेरो सानो भयो, एक दिन मेरो रुमको पनि होम टुर गराइदिन्छु गाइस। सानो छ त्यही भएर चम्मच छैन। चम्मच छ त त्यहीमा हालिदिएँ त हामीले। अब मसला हालिन्। यो के मसला हो? जिरा पाउडर। तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला। हामीलाई त अब यस्तै आउँछ चटपट। धनिया पाउडर। धनिया पाउडर यता धनिया पाउडर हालिरहेको छु। यो चिकन यो के मसला हो भाउजू? के हुन् म त हातले हालिदिन्छु। भाउजूकोमा चम्मच छैन गाइज। भाउजूले चम्मच राख्दैनन्, खाइदिन्छन्। मैले एकपल्टै थालिदिन्छु गाइज। मेरो रुम सानो छ, एक दिन नुन कता छ भाउजू? दिदी छन् के त्यो नानी भान्जी छन् नुन हाल्ने हो। यो नुन हो गाइज। साँझसम्म खाना खाएर मेरो भाउजूले धेरै नुन खान्छन्। म चाहिँ धेरै नुन खान्छु। यिनीहरूलाई धेरै मनपर्छ गाई चटपट। मलाई त खासै मन पर्दैन। यिनीहरूको लागि बनाइदिनु लगाएको हो म चाहिँ। यिनी चाहिँ चटपट मास्टर गाइज। कस्तो लाग्छ हजुरहरूलाई? यति राम्रो त आउँदैन गाइज। खाने भएपछि आउनु बनाइदिउँला। रियान्सी खाना खाँदैछ। रियान्सी धेरै गर्छ गाइज। कस्तो गाइज अहिले यस्तै छ, सानो बच्चा छ त्यही भएर रुम मेरो राम्रो छैन। पछि हजुरहरूले लाइक कमेन्ट सब्सक्राइब गरेपछि राम्रो भ्युज बढ्दै गएपछि राम्रो रुम लिइहाल्छन् भाउजूले। गाइज म चाहिँ मलाई यति धेरै बोल्न आउँदैन गाइज। एउटा मेमोरी हुन्छ नि त गाइज। अब भोलि मेरो छोरीले मैले हेर्छु नि त बुढेसकालमा है म त यस्तो रहेछु भनेर एउटा मेमोरी हुन्छ। त्यही भएर भिडियो बनाउँछु गाइज। मन पऱ्यो लाइक कमेन्ट गरिदिनु होला, मन नपऱ्यो छोडिदिनु होला। छोड्ने होइन गाइज, समय राखेर बस्नु होला। यहाँ अब चटपटलाई चलाउँदैछु त्यो पनि सक्छुले। खाने भइसक्यो आउनु होला गाइज। मिठो मिठो चटपटे मुखबाट पानी आउँछ। चटपटे भटपटे मुखबाट पानी आइसक्यो। पानी आइसक्यो अरे बनाउने मान्छेको पानी आइसक्यो गाइज। तपाईँहरू पनि आउनु होला। मेरो नानीको हातबाट चटपट खाएर जानु होला। आउन चाहनुहुन्छ भने बेङ्गलोर यो के अरे हामी बेङ्गलोर बस्छौँ। मुसा रोड सेन्ट्रल जेल। मिठो मिठो चटपट बनाएर खुवाउँछु।
मेरो भाउजूको रुममा केही पनि छैन गाइस। गाइस मेरो रुममा केही पनि छैन, मेरो छोरी सानो छ नि त अनि त्यही भएर म केही पनि ल्याउँदिनँ। भाउजू अब पछि लिएर आउँछन्, अहिले बच्चा पनि सानो छ गाइस। बच्चाले केही गर्न दिन्न। कति दिनपछि त आज नुहाएँ गाइस। ऊ ल्याउन डाउरी राख्नु छैन। हातले गर न, अब हातले गरिदिन्छु गाइस। हातले ले ले यता आइसक्यो भदैनी खानको लागि। यो चाहिँ बस यता बस यता हेर्न सक्नुहुन्छ गाइस, यसले केही गर्न दिन्न। लाउनु गाइजहरू खानु, लाउनु मिठो लाग्यो कि नै? गाइस यो फाइनल लुक चटपटको कस्तो लाग्यो हजुरहरूलाई? ल चाखेर कस्तो छ? एकदम राम्रो छ अरे। टेस्टी आउनु होला गाइजहरू खानको लागि। आउनु होला यता। धेरै मिठो छ। फाइनल चटपट भइसक्यो, सिम्पल चटपट सिम्पल। अब भाइलाई लिएर त्यहाँनिर खाना बोलाऊ, त्यता पुग्छ कमी लाउँछ। आऊ खाना। फोटो खिच्न जाने अरे, अनि रेडी भएर आएको छिन् फोटो खिचिदिनु भनेर। अनि यता हुन्छ यता यता माथि उता छन् दुईजना बसेका। चाहिँ भाइ अनि यो चाहिँ छोरी छोरी मलाई धेरै खुसी भयो। भाइ हेलो हेलो नमस्कार। कस्तो गर्न लाग्यो उता हेर्न सक्नुहुन्छ। फोटो खिच्ने भनेर यहाँ उभिराखेको छौँ। तपाईँको फोटो दामी खिचिदिन्छ गाइज हामीहरूको फोटो खायो। अब मेरो भिडियोलाई हेरिदिनु होला गाइस, सबैले माया गरिदिनु होला गाइस। बाई बाई। बाई। पनि खिच्यो, चटपट पनि खाइयो। आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो? लाइक सब्सक्राइब सबैतिर गरिदिनु होला। मलाई धेरै बोल्नु पनि आउँदैन। बाई। ओके बाई।